कृषि खबरमा यति बेला हामी बर्जु गाउँपालिका वडा नम्बर 4 मा आइपुगेको छु। उहाँले एकदम व्यावसायिक रूपमा धेरै नै खेती लाउनु भएको रहेछ। झन्डै 50-60 वर्षदेखि उहाँहरूले सानै हुँदा हजुरबुवा परापाल पुरानैदेखि एकदम उखु खेतीमा लागिरहनु भएको छ। र म उहाँसँग थोरै परिचय गराउन चाहन्छु र कहिलेदेखि उखु खेती सम्बन्धी अपर्च्युनिटी समस्या के कसो रहेछ परिचय सहित उहाँसँग म परिचय गराउँ। हजुरको शुभ नाम? धन्यवाद। मेरो नाम सियाराम यादव, बर्जु 4 सुनसरी। र उखु खेती म सानै हुँदा पनि उखु खेती गरेकै हो र देख्दै आएको पनि छु र उखु खेती गरि पनि रहेको छु। पहिले सुन्दै थिएँ हामी यता मोरङ सुगर मिल थियो। मोरङ सुगर मिल हुँदै थियो। मोरङ सुगर मिलमा पनि उखु बेच्नु भयो? त्यहाँ पनि बेच्ने गरे। त्यहाँदेखि हाम्रो हुँदै चल्दै यहाँ अब इस्टर्न सुगर मिल पनि तपाईको 54 सालमा 54 सालदेखि पहिलेदेखि अहिलेसम्म उखु खेती गरेको गरे। लगभग प्रत्येक साल कति उखु लाउनुहुन्छ नि? 10-15 बिघा, 16 बिघा, 5 बिघा मुरन, 5 बिघा खुटिया, यसै गरी। यो जहिले नै हुन्छ? जहिले हुन्छ। अनि योमा समस्या के रहेछ नि? यसमा त्यही हो, भुक्तानीको पनि समस्या हुन्छ। अब भेराइटीहरू पनि हुँदैन राम्रो। जे भेराइटी मिलले दियो त्यही पुरानो ल्याउँदै, अनि त्यो किराहरूको पनि अलिक बढी पर्को, लेबर कस्ट बढी भइसक्यो, अनि भाउ चाहिँ छैन। उखुलाई नगदेवाली सरकारले घोषणा गरे पनि हजुरले के भन्नुहुन्छ? यसलाई नगदेवालीको उधारोवाली? अहिले त उधारै बालीमा गइरहेको छ। नगदेवाली त के भन्नु, भनाइ मात्र रहेछ। भनाइ मात्रै रहेछ। नगदेवाली त उधारो, जहिले नि उधारो। अनि अर्को यत्रो खेती कसरी सम्हाल्नुहुन्छ? लेबर समयमा पाउँछ कि पाउँदैन? लेबरको धेरै अप्ठ्यारो। अनि सँगसँगै अहिलेसँग उपकरणहरू लेबर ल्याउने, अब त्यही हो, ठेका दिएर रोजी बढाएर। अनि यो उखु यत्रो खेती गर्नुहुन्छ 10-15 बिघा, अनि आधुनिक यो उपकरणले के कसो उपकरणले मिलहरू सही? हल्का ट्र्याक्टर पनि युज भइरहेछ अनि अरू लेबरैबाट। अनि यत्रो 10-15 बिघा काट्नलाई के लेबरले काटाउनुहुन्छ कि ठुलो मेसिन रहेछ? मेसिनको त यहाँ कुनै सम्भव नै छैन। लेबरैबाट। लेबरैबाट मेसिन भइदिएको भए सजिलो, समयको बचत हुन्थ्यो, अर्को काम पनि भ्याउँथ्यो। देश पनि फड्को मार्दैछ हाम्रो। यसो नेपालमा अहिले सान्दर्भिक अब गोडमेल गर्ने कमसेकम मेसिनहरूको यहाँ धेरै अभाव छ। अब औजारहरू छैन, पुरानो हिसाबले हिँड्ने तरिका चाहिँ रोपाइ पुरानै तरिकाको छ। यदि त्यस्तो सरकारले पनि यदि सोच दिएको भए त तपाईँहरू मिललाई खोसामत गर्नुपर्ने थिएन र आफ्नै प्रडक्ट के बनाएर पनि एउटा हुन्थ्यो। अब भयो भने अलिक लागत पनि बस्थ्यो आधुनिकीकरण भएपछि। ल, टाइम दिनुभयो, धेरै धेरै धन्यवाद। के भन्नुहुन्छ लास्टमा किसानहरूलाई? अलिकता सरकार पक्षबाट अलिक मूल्याङ्कन गरेर अलिक सब्सिडी पनि बढाओस् र ध्यान पनि पुगोस्। किनभने हामीले यत्रो खेतीपाती गरिरहेछ, हामी चिनी किन्न जाँदा एकदम महँगो, अनि आफ्नो सामान सस्तो यस्तो नहुनु पर्ने। ल, धन्यवाद।